6 वर्ष अगाडि कम्मरको नसा च्यापिएको थियो र कम्मरको नसा च्यापिएकोमा चाहिँ प्राय डाक्टर्सहरूले चाहिँ मलाई अब अपरेसनै जानुपर्छ। कम्मर दुख्ने समस्या सुरु भएको थियो 10 वर्ष पहिले र सानो दुखाइबाट सुरु भएको हो। पछि यो धेरै बढ्दै गयो। यसले मलाई धेरै नहिड्न सक्ने अवस्थासम्म पुर्यायो र बीचमा मैले एमआरआई गराएँ। एमआरआई रिपोर्टबाट डाक्टरहरूले अपरेसन गर्नुपर्छ भन्ने कुरा गर्नुभयो। मेरो चाहिँ यो नसा सम्बन्धी प्रब्लम भएर 2070-71 सालतिर म एकदमै नाजुक अवस्थामा थिएँ, जस बेला मेरो गोडा नचल्ने अवस्थामा पुगेको थियो। न्युरोसर्जनहरूको सल्लाह अनुसार अपरेसन गर्नुपर्ने 2-4 जना डाक्टर साहबहरूले मलाई सजेसन गर्नुभएको थियो। आजभन्दा 3 वर्ष अगाडि मेरो कम्मरको नसा चेपिएको थियो र मलाई डाक्टरको सल्लाह अनुसार तपाईले तुरुन्तै अपरेसन गर्नुपर्छ भन्नुभएको थियो। 6 वर्ष अगाडि जब म +2 पढिरहेको थिएँ, कम्मरमा नसा च्यापिएर अपरेसन गर्ने तयारी भइरहेको थियो। कम्मरमा नसा च्यापिएको अधिकांश अवस्थामा अपरेसन गर्न जरुरत हुँदैन। रिसर्चहरूले पनि के देखाउँछ भने कम्मरमा नसा च्यापिएको बिरामीको 85% केसहरू चाहिँ बिना अपरेसन निको बनाउन सकिन्छ। नेचुरोप्याथीका विभिन्न टेक्निक फिजियोथेरापीका विभिन्न टेक्निक र अकुपञ्चर पद्धतिका विभिन्न टेक्निकलाई चाहिँ कम्बाइन्ड रूपमा चाहिँ हामीले उपचार प्रयोग गर्छौँ। त्यसले चाहिँ हाम्रो रिजल्ट राम्रो आउँछ। कम्मरमा नसा च्यापिएपछि हामीले पोस्चरलाई स्पेसली ध्यान दिनुपर्छ र प्रपरली रेस्ट गर्नुपर्ने हुन्छ र रेस्ट सँगसँगै एक्सर्साइजमा लानुपर्ने हुन्छ। सुस्वास्थ्य आइसके पछाडि अकुपञ्चर, नेचुरोप्याथिक र लगायत फिजियोथेरापीबाट उपचार भयो। त्यस पछाडि निको भइरहेको महसुस गरे। सुरुमा मेरो रिपोर्टहरू चेक गर्नुभयो। हेरिसकेपछि उहाँले पनि अलि जटिलै देखाउनु भएको थियो। तैपनि उहाँले 1 हप्ताको लागि अब ट्राई गर्छु भनेर भन्नुभएको थियो। 1 हप्ता पछाडि उहाँले त्यो हेरिसकेपछि म अलिकति इम्प्रुभ भएको देखेर मलाई फेरि अर्को पुनः 8 दिन थपेर 15 दिन मलाई यो हस्पिटलमा राख्नुभयो। अब अल्टरनेट फलोअपमा चाहिँ उहाँले बोलाउनु भएको थियो। हप्तामा 2 दिन 3 दिन बोलाउनु भएको थियो। त्यो आउने क्रम जारी नै थियो। त्यो अवस्थामा चाहिँ म अटोमेटिक मेरो त्यो म आफू इम्प्रुभ भइसकेको म आफूलाई थाहै भएन। यही बसेर उपचार गरेँ। त्यो उपचार गरे पछाडि मलाई धेरै नै आकाश पातालकै फरक आयो। मलाई बसरी बस्न पनि हुँदैन, धेरै बेर उभिन नि हुँदैन थियो। धेरै खालको समस्याहरू थियो, नसाले ल्याउने सम्पूर्ण समस्याहरू आएको थियो। तर यहाँ उपचार गरे पछाडि एकदमै ड्रास्टिक नै चेन्ज आयो। थेरापी गरेपछि अहिलेसम्म मैले कुनै पनि औषधिहरू सेवन गर्न परेको छैन। मलाई नयाँ जीवन दिनुभएको छ। 10 दिनको पहिला थेरापी गराउनु भयो, फेरि 5 दिन अरू बढायो र फेरि मलाई राम्रो भयो। म हिँड्न सक्ने भएँ। कम्मरमा नसा च्यापिएका बिरामीहरूलाई चाहिँ तुरुन्तै बल्झिन्छ भन्ने चाहिँ हाम्रो मिथ छ। त्यस्तो केही पनि हुँदैन। पोस्चरहरूलाई म्यानेज गर्ने, त्यस पछाडि नियमित रूपमा आधा घण्टा 20 मिनट आधा घण्टा हिँड्ने, एक्सर्साइजलाई नियमित रूपमा गर्ने र बेला बेलामा हस्पिटलमा आएर विभिन्न थेरापी